हेलो गाइस, आज म जाँदैछु छठ पूजाको लागि। अनि 2 दिनदेखि भोकै बसिवरी व्रत बस्नुभएको हुन्छ। अनि हेर्न सक्नुहुन्छ म पुगिसकेँ। अनि हेर्न सक्नुहुन्छ बत्ती नै बत्ती पुरै। अनि मान्छेहरू पनि हेर्न सक्नुहुन्छ सबैजना हुनुहुन्थ्यो। अनि त्यसपछि 2 दिनदेखि व्रत बस्नुभएको हुन्छ क्या। अनि म पनि पानी चढाउँदै उहाँहरूको मनोकामना पुरा होस् भन्दै नमस्ते गर्दै उहाँ पानी चढाउन थालेँ। हेर्न सक्नुहुन्छ गाना पनि त्यसरी ढोल पनि बाजा पनि ल्याउनु भएको रहेछ कि। अनि हेर्न सक्नुहुन्छ अनि भाइले बम पड्काउन लागि तयारी गर्दै थियो। अनि त्यसपछि आगो लगाएर हेर्न सक्नुहुन्छ डुम पड्क्यो। हेर्न सक्नुहुन्छ क्या बबाल। अनि त्यसपछि यो पनि पड्क्यो बमहरू। अनि त्यसपछि हेर्न सक्नुहुन्छ माथिको भ्यू। अनि घाम पनि निस्किन आइरहेको थियो कि। अनि फाइनली घाम पनि निस्क्यो। हेर्न सक्नुहुन्छ अब व्रत बसेको मान्छेहरू सबैको मनोकामना पुरा होस् होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ आफ्नो सामान बोकेर घरतिर लाग्न थाल्नुभयो। अनि आजको लागि यति नै, थ्याङ्क यू। हेलो गाइस, आज म जाँदैछु छठ पूजाको लागि। अनि 2 दिनदेखि भोकै बसिवरी व्रत बस्नुभएको हुन्छ। अनि हेर्न सक्नुहुन्छ म पुगिसकेँ। अनि हेर्न सक्नुहुन्छ बत्ती नै बत्ती पुरै। अनि मान्छेहरू पनि हेर्न सक्नुहुन्छ सबैजना हुनुहुन्थ्यो। अनि त्यसपछि 2 दिनदेखि व्रत बस्नुभएको हुन्छ क्या। अनि म पनि पानी चढाउँदै उहाँहरूको मनोकामना पुरा होस् भन्दै नमस्ते गर्दै उहाँ पानी चढाउन थालेँ। हेर्न सक्नुहुन्छ गाना पनि त्यसरी ढोल पनि बाजा पनि ल्याउनु भएको रहेछ कि। अनि हेर्न सक्नुहुन्छ अनि भाइले बम पड्काउन लागि तयारी गर्दै थियो। अनि त्यसपछि आगो लगाएर हेर्न सक्नुहुन्छ डुम पड्क्यो। हेर्न सक्नुहुन्छ क्या बबाल। अनि त्यसपछि यो पनि पड्क्यो बमहरू। अनि त्यसपछि हेर्न सक्नुहुन्छ माथिको भ्यू। अनि घाम पनि निस्किन आइरहेको थियो कि। अनि फाइनली घाम पनि निस्क्यो। हेर्न सक्नुहुन्छ अब व्रत बसेको मान्छेहरू सबैको मनोकामना पुरा होस् होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ आफ्नो सामान बोकेर घरतिर लाग्न थाल्नुभयो। अनि आजको लागि यति नै, थ्याङ्क यू।